For my content, even Orange are donating kidney. Still waiting for subscriber. I'm Prajulika, content creator about wellness. आधुनिक वेलनेस भनेको महँगो डाइट होइन, हाम्रो संस्कृति र खानपानलाई बुझेर सही तरिकाले अपनाउनु हो। आजको आधुनिक वेलनेस महँगो सप्लिमेन्ट होइन, हाम्रो परम्परागत खानामा नै लुकेको छ। यस्ता पातहरूबाट बनेको गुन्द्रुक हाम्रो परम्परागत सिक्रेट सुपरफुड आधुनिक वेलनेस। हाम्रा पुर्खाहरू नघोषित वैज्ञानिक थिए भन्दा फरक पर्दैन, जसले सूक्ष्मजीव र रसायनशास्त्रको नाम नसुने पनि त्यसको सही प्रयोग गर्न जान्दथे। हाम्रा बाजे पुर्खाहरूले कुनै ल्याबमा पढेर वा आधुनिक विज्ञान सिकेर गुन्द्रुक बनाउन थालेका होइनन्। उनीहरूले यो ज्ञान हजारौं वर्षको अनुभव र प्रकृतिसँग गहिरो सम्बन्धबाट आएको हो। प्राकृतिक अवलोकन गरेर अनि उहाँहरूसँग चाहिँ माटो र तापक्रमको ज्ञान पनि थियो। अनि त्यो समयमा यो सागलाई अथवा के गर्ने आवश्यकता नै आविष्कारको जननी भएको थियो। नेपालको पहाडी भेगमा जाडो महिनामा ताजा सागसब्जी पाइँदैन थियो। हिउँदोको समयमा खानेकुरा जोगाएर खानुपर्ने बाध्य थियो। उनीहरूले सागलाई सुकाएर वा खाँदेर राख्दा लामो समयसम्म बिग्रदैन र खाद्यको भाँडाभित्र नै एनाएरोबिक रेस्पिरेसन भएर नराम्रो ब्याक्टेरियालाई मारेर ल्याक्टिक एसिड उत्पन्न गराउँदछ, जसले गुन्द्रुकको बास्ना यति मिठो बनाउँदछ र सुकेपछिको गुन्द्रुक यस्तो हुन्छ। गुन्द्रुक खानुको फाइदा, परम्परा र मानसिक वेलनेस। गाउँघरको स्वादले मन र शरीरलाई सन्तुलन राख्छ, पाचन प्रणाली सुधार्छ, आन्द्राका लागि राम्रो ब्याक्टेरिया बढाउँछ, इम्युनिटी बुस्ट गराउँछ, प्राकृतिक र कम क्यालोरीको सुपरफुड। त्यसैले बाबुहरूको विन्टर भ्याकेसनमा यसरी छतमा बसेर खाना खायौँ। अनि यो चाहिँ एआईले बनाएको गुन्द्रुकको अचार। एरुने दोन्छ गुन्द्रुकको झोलसँग नखाने रे कति धेरै छ गुन्द्रुकको झोल पनि। सुन्तला यो चाहिँ कस्तुरी मेथी बनाउन लागेको। So, thank you for watching. Wish you wellness and balance. Ta-da!